मिटर ब्याजी पीडित साथीहरूका विभिन्न समस्याहरू समाधान गर्नका लागि नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकमा एउटा वार्ता टोली गठन भएको थियो र पीडितहरूको तर्फबाट पनि साथीहरू आउनुभएको थियो र हिजो चाहिँ छलफल गरियो र आज पनि घनीभूत छलफल गरेर चाहिँ हामी निष्कर्षमा पुगेर सम्झौता गरेका छौँ। यसमा चाहिँ मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खानी तहले हुने कुराहरूलाई चाहिँ अपराधीकरण घोषणा गर्ने नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागजपत्रहरू चाहिँ गोर्खानी घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधीकरण गर्ने यस्तो किसिमको कार्यलाई अपराधीकरण गर्ने गरी चाहिँ कानुन निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ। अनि कानुन चाहिँ यो विषयमा चाहिँ यो